Hey guys and welcome back to my channel. I have Sunset Army हुन्छ होला अनि म नि एकदम सन्चै छु अनि हजुरहरुलाई न्यू डे न्यू भ्लगमा स्वागत छ हैन अनि आज क्वालिटी कस्तो आइराछ कमेन्ट गरिदिनु होला अनि च्यानलमा नयाँ हुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला हैन अनि सो अहिले चाहिँ म जादै छु भिडियो कुटाउन हैन अनि यहाँ छ हाम्रो आवाज भाइ यो चाहिँ फेरि आइफोन हो नि त आइफोनबाट बनाउँदै छु सो अनि आज चाहिँ हाम्रो घरमा पूजा छ हैन तयारी हुँदैछ अब चाहिँ म पिठो कुटाउन जानुपर्ने हुन्छ ओके भाइ ल सो अहिले चाहिँ म चाहिँ जाँदैछु पिठो कुटाउन हैन सो त्यही हो अझ जाडो छ अहिले हल्का हल्का अनि उहाँ घाम हेर्न सक्नुहुन्छ सो त्यही हो अहिले चाहिँ म फेरि घरतिर चल्दिन लागेको हैन झोला लिएर आउनु पर्यो चट्ट मिलमा पिसाइदिँदै गर्नु मैले भनेको छु अब चट्ट झोला लिएर आउँछु अनि क्वालिटी बाबा आउँदैछ हैन त यो अहिले बर पिपल लिन मात्रै पिपलको त पातै छैन सो बरको लिन आज पूजा हो तनाव बाटो घाटो यस्तो छ है यस्तै छ सो फाइनली अनि मैले चाहिँ पिठो कुटाएर यसो घरतिर म चाहिँ हिँड्दैछु होइन अनि मैले चाहिँ बर पिपल टिपिनँ किनभने यत्रो माथि माथि छु कि बर पिपल टिप्ने गाह्रो अनि अगाडि यस्तो छ बाटो सो अहिले चाहिँ हामी जाँदैछौँ यसो बर पिपल टिप्न है अनि अघि उहाँको ठुलो रुख थियो अनि त्यहाँ चाहिँ मैले सकिनँ अनि अघि आएर हामीले यहाँ गाई बाख्रा ठुकेको यता छ गाई बाख्राहरू सो अब चाहिँ हामी फिल्डमा गएर बर पिपल लिएर आउनुपर्ने हुन्छ अनि फिल्डमा चाहिँ बर सुन्न फिल्डमा चाहिँ बर मात्र छ कि पिपल चाहिँ अब कहाँबाट खोज्नु त्यही टेन्सन छ के फेरि बर पिपल त अनिवार्य यो भनेर नि चाहिने नै अरे के सो त्यही भएर यसो अब बर पिपल खोजौँ है यहाँ आउँदैछ हाम्रो भाइ सो बर पिपल खोजौँ है त सो फाइनली नि अहिले चाहिँ हामीले बर पिपल लिएर घरतिर हिँड्यो बर पिपल ल्यायो बर मात्र ल्यायो पिपलको पात चिस छेस्का होइन त अलिअलि देखिहाल्नु भयो होला यो भाइले गरेको थियो सो अहिले चाहिँ अब हामी चट्ट घर चल्दिएको अनि अहिले चाहिँ मकै रोप्ने सिजन हो अब चैत हो यो चाहिँ चैत हो होइन चट्ट अब मकै रोप्छन् के रोप्छन् होइन सो अनि घरमा चाहिँ पूजाको तयारी बबाल भइरहेछ अब यसो गरेर घरको के कस्तो अवस्था छ गर टुर्लीमा है त ल सो अनि गाई बाख्रा चाहिँ मस्त चल्दा छ अहिले आएर सार दिनुपर्ने अनि यस ओइ मुख्य कुरा त यार इक्जाम दिन पनि जानुपर्ने म त ओ माई गड आज त सामाजिकको इक्जाम छ होइन अनि आज इक्जाम दिन पनि जानुपर्ने भाइ आज तेरो के इक्जाम यसको चाहिँ साइन्सको अनि उहाँ पर्वतको र मेरो सामाजिकको छ हे अनि त्यो डिकेटरले मलाई जहिले भन्छ दा मेरो फोटो खिचिदिनु भनिरहन्छ होइन अहिले त पूजामा आयो भने त्यसको म भिडियो गरिदिन्छु है त्यो पहिले 2 खेप मेरो भ्लगमा आएको थियो अनि त्यो भएर त रुने खोज्छ के यहाँ छ भाइ हाम्रो अनि सो अहिले चाहिँ हामी घरतिर चल्दिएको अब घरको अवस्था के कस्तो छ तपाईँहरूलाई म देखाइहाल्छु सो त्यही नै हो है त लास्ट साउन्डहरू माया सपोर्ट देखाइदिनु होला मासले त्यहाँबाट आउँछस् है त सो फाइनली मैले चाहिँ स्कुलको ड्रेस पनि लगाइसकेँ अब चाहिँ जानुपर्ने हुन्छ हामी स्कुल सट्ट अब सामाजिकको इक्जाम छ सामाजिकको इक्जाम दिन्छु अनि घर आउँछु अनि बाहिरको माहौल हेर्नुहुन्छ उहाँ गुरु आएर पढाउनु हुँदैछ यहाँ ममता है
अब चाहिँ म चल्दिनु पर्ने हुन्छ स्कुल है च्याटल है त बाई फाइनली अनि म चाहिँ स्कुलबाट पनि घर आइसकेँ होइन चट्ट अनि मैले ड्रेस सबै चेन्ज हालिसकेँ चट्ट यहाँ टुबी लगाइसकेँ अनि उहाँ जग्नुहुन्छ पूजा पनि ट्याक्क सक्यो अब चाहिँ खाने बेला भइरहेछ अनि माथि भाइ गेम हान्दैछ कि त्यसलाई यहाँ पड्काउँछु यही रहेछ के हरेको भक्लस के गेम थियो र अहिले भेट लाग्छ नि सो अब चाहिँ हामीले टिका लाउनु पर्ने हुन्छ है त ल सो फाइनल टिकाहरू पनि लगाइसक्यो अब चाहिँ खाने बेला भइसक्यो होइन ए उता खुल्लै रहेछ सो अब चाहिँ हामी खानु पर्ने हुन्छ होइन स्कुल पनि म नखाइकन गएको थिएँ आज सामाजिकको इक्जाम थियो त्यो बबाले भयो होइन सो अनि यहाँ चाहिँ सिद्धार्थको बस जाँदैछ इक्जाम हो नि त अहिले त बोर्डिङहरूको होइन सो त्यही नै हो अब हामीले खानुपर्ने हुन्छ है सो अनि यहाँ चाहिँ खानपिन चल्दैछ नमिता दिदी हो दिदी सन्चै हुनुहुन्छ आज भाइ हुन्छ यहाँ चाहिँ भाइ यता भाइ गेम खेल्दा टिकटकमा हालिदिन्छु तपाईँलाई पनि हालिदिन्छु मिठो छ नि केटा ओ भाइ मिठो छ न मिठो छ पर चाहिँ यसले त डर खाइसक्यो कसलाई आज लुगा मिलाइ हुँदैछ अब गेम सो अब चाहिँ टिका लाउने पैसा थाप्ने है यत्रो सुन मलाई लगाइदिनु के पर्छ म कने केटोलाई झन् लगाइदिनु न मिनेबाट सुरु हुन्छ आइन्दा नसरीले धेरै केटाहरूसँग नबोल्नु धेर गाउँ नडुल्नु धेर गाउँ नडुल्नु धेर केटाहरू ओ फेरि भन्न मलाई हेको भान्जी हो जे हो भने म अलिकति यो घरको जल्दो बल्दो मान्छे पैसा माग्नु बेलुका हाल्नुपर्छ क्या रिचार्ज गर्न नहाल्ने तपाईँ मम्मी मिने घर जान्छ यतै भरे यता हाल्नु घर मिना यो गयो भने हेर्नु मम्मी धेर गाउँ नडुल्नु राम्रो केटासँग बिहे गर्नु राम्रो केटासँग बिहे गर्नु दुःख नपाउनु हो राम्रो गर्नु गरी खानु होइन अलिकति मेकअप लाउन कम गर्नु मेकअप लाउनु उयो मिना दिदीलाई भनेको त पूर्णिमा अब त मेरो ठुलो अब त म ठुलो हो त हौ यसलाई लगाइदिन्छु राम्रो आउँदैन यस्तो कालो अलिकति गोरो हुनु अलिकति राम्रो अलिकति ह्यान्डसम केटा बिहे गर्नु
जागिरे केटो रोज्नु राम्रो हुनु पढ्नु धेरै अनि ला के भयो काल राम्रो केटासँग बिहे गर्नु के यसो हुन्छ कहिले काहीँ मलाई टिका लगाइदिनु यहाँ गुथो नि आएर न गुथो लिएर बसिरहेछु अगाडि बिहा बन्द गर भन्न छोरो मान्छेलाई पैसा हुँदैन खाली हात हुँदैन नि त जस्तो भने आमाले 10 रुपियाँ दिनु थ्याङ्क यू अझै 3 दिन जाऊ छोरालाई त दिन हुँदैन खुट्टा धोका ल 5 रुपियाँ छोरालाई 50 रुपियाँ दिइहाल्नु भने मलाई दाइहरूलाई 50 रुपियाँ आउँदिन भयो 5 रुपियाँ दिएर आउँछु त्यहाँ म कलेजको क्यामेराम्यान पनि होइन यहाँ 50 रुपियाँ घाममा 5 रुपियाँ दिएर हुन्छ मलाई रिस उठ्यो हो गुड सो अनि यहाँ हेर्नु सक्नुहुन्छ अहिले चाहिँ मिना दिदीको काम दिदी के छ अझै आउँदैछ भाडा कसैको घरमा भाडा लानु नभएछ भने कन्ट्याक्ट गर्नुहोस् दिएका मलाई खोइ बाल्टी फुट्ला है फुट्दैन है भन्नु न ल अझै भन्दिनँ के भन्नु त वर्तमान बेच छ भने मलाई सम्पर्क गर्नु होला 9802 गरिस् भनेको देखाइस् ल दिदीले अब भाडा मोल्नुहुन्छ अनि मलाई दिनुहुन्छ होइन भात मैले कहाँ बिहानै खान्छु अनि स्कुलबाट आइसकेको आज त जब्बर चिटिङ हानेको नि त हामीले त ल कस्तो के अरे मान्छेलाई अलिकति के भन्नुपर्छ अलिकति सिक्नु है तपाईँ यहाँ हुन्छ नमिता दिदी यहाँ भाग लाउनु हुँदैछ तपाईँलाई हो सो फाइनल अनि अहिले चाहिँ कीर्तन भइरहेको थियो होइन अनि अहिले चाहिँ कीर्तन पनि सक्यो म चाहिँ अहिले भर्खर उहाँ बर्थडेबाट आइरहेको छु होइन अनि यहाँ बाबा कसको आमाहरूको अनि सो अब चाहिँ सुत्नुपर्ने हुन्छ हामी लास्टसम्म हेर्नु सपोर्ट दिइदिनु भएको हजुरलाई मनदेखि नै धन्यवाद होइन यो दिदीको फोन हो कि यो फोनबाट अब यहाँ मेरो फोनमा यो डिपोजिट भनेर पठाउनु पर्ने फोटो होइन यदि त पठाइसके यदि पठाइसके अब भोलि नभए कहिले आउँछ सो भ्लग हेरिदिनु होला सो त्यही हो।